भ्रष्ट सरकार मुर्दाबाद, देश द्वारै मुर्दाबाद। तिमीहरूले देश लुट्यौ कि लुटेनौ यसबाट, यो डाटाबाट तिमीलाई आन्दोलनका लागि तयार हो, तयार हो। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, देश द्वारै मुर्दाबाद। बिजुली निशुल्क बाल्छ कि बाल्दैन? पानी निशुल्क पाइन्छ, सडक राम्रो छ, शिक्षा निशुल्क छ, रोजगारी छ। अनि के का लागि नि होला हामीले मान्ने? गगन थापाले झुट बोल्नुभयो, विश्व प्रकाश शर्माले झुट बोल्नुभयो। यो गनाउने तन्त्र, विदेशीको दलाल तन्त्र राख्नका लागि सिस्टर निर्मलाको फन्ड कति चलाउँछौ हो साथीहरू? हो अब बन्द गर, राष्ट्रवादीको झण्डा उठिसकेको छ। 1100 वटा ठुला र साना उद्योगहरू बन्द गराए। यदि यो डाटा फेक छ भने नेपालको कुन मञ्चमा आउँछौ हामी तयार छौँ तिमीहरूसँग बहस गर्न। 1100 वटा ठुला र साना उद्योग बन्द गरायौ, 1 लाख भन्दा बढी घरेलु उद्योग बन्द गरायौ, 6 लाख भन्दा बढी मान्छेलाई बेरोजगार बनाएर आज विदेशमा बेल्चा हान्न बनायौ। यसैका लागि हो तिम्रो क्रान्ति। हामी यो चाहन्नौ देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउँछौँ। यी घुँडा टेक्ने र र्याल काट्नेलाई सजाका लागि यो देशबाट बहिष्कार गर्छौँ। यो आन्दोलनका लागि साथीहरू हो। अस्ति एक दिन कांग्रेसका महामन्त्रीले विश्व प्रकाश शर्माजीले एउटा गलत डाटा संसदमा पेश गर्नुभयो। राजाका पालामा देश गरिब थियो, अहिले देश धनी भयो भन्नु। यदि कसैले सुन्नुभएको छैन भने आदरणीय नेता विश्व प्रकाश शर्माको कानमा बस्ने गरेर सुनाइदिनु होला। प्रति व्यक्ति आएको कुरा लिएर उहाँले झुट बोल्नु भएको थियो संसदमा। हामीले संसदमा ठिकै छ त, जनताले फैसला गर्लान् भनेर चुप लागेर बस्यौं। तर आज जवाफ दिने बेला भयो। गगन थापाले झुट बोल्नुभयो, विश्व प्रकाश शर्माले झुट बोल्नुभयो। यो गनाउने तन्त्र, विदेशीको दलाल तन्त्र राख्नका लागि सिस्टर निर्मलाको फन्ड कति चलाउँछौ हो साथीहरू? हो अब बन्द गर, राष्ट्रवादीको झण्डा उठिसकेको छ। म आज भन्न चाहन्छु, सुन्नुहोस् तपाईले, प्रति व्यक्ति आए 2044 सालमा, पत्रकार साथीहरूले पनि सुन्नुहोस्, प्रति व्यक्ति आए 2044 सालमा नेपालको $146 थियो भने हाम्रो छिमेकी राष्ट्र चीनको $284 थियो 2044 सालमा। आज चीनको प्रति व्यक्ति आए $24,360 छ भने नेपालको $1,456 छ। झन्डै 37 वर्ष अगाडि चीन जम्मा हामी नेपाली भन्दा $98 धनी थियो, तर आज $22,904 चीन अगाडि छ। तिमीहरूले देश लुट्यौ कि लुटेनौ यसबाट, यो डाटाबाट तिमीलाई थाहा। अब 138 थियो रे 44 सालमा, अहिले 1400 भयो भन्छन्। 2044 सालमा सुनको मूल्य 3000 रुपियाँ तोला थियो। अहिले सुनको मूल्य 1,73,000 रुपियाँ छ। अनि सुनको मूल्य 3000 का 1,73,000 का। जम्मा चाइना $98 अगाडि थियो, अहिले $22,000 अगाडि छ। देश तिमीहरूले बर्बाद पार्यौ कि पारेनौ? विश्व गगनौ पार्यौ देश बर्बाद। र अर्को, आज $1 बराबर नेपाली कति रुपियाँ हुन्छ? 137 रुपियाँ 58 पैसा हुन्छ। तर 2044 सालमा $1 बराबर 22 रुपियाँ 27 पैसा नेपालको करेन्सी थियो। यो इतिहास पढ्न सक्दैन भने हेर। तर जनतालाई झुटो बनाएर तिम्रो यो लुटतन्त्र टिकाउने कोसिस बन्द गर। म यही अपिल र अनुरोध गर्न चाहन्छु र भन्न चाहन्छु, म अपिल गर्न चाहन्छु। आज यो देशमा वैदेशिक ऋण 26 खर्ब पुग्यो। आज 80 लाख युवाहरू विदेशमा छन्। 15 खर्ब 7 अर्ब 84 करोड रुपियाँ यी नेता कार्यकर्ता पाल्दै 1 वर्षमा खर्च हुन्छ। हामीलाई किन चाहियो 884 जना सांसद? 205 जना सांसद भयो भने यो देश कायापलट हुन्छ। आवश्यकता छ। अनि त्यही भएर म सबैलाई भन्न चाहन्छु, तपाईहरुले बिजुली निशुल्क बाल्नुहुन्छ? खै हात उठाउनु त परका मान्छे। बिजुली निशुल्क बाल्छ कि बाल्दैन? पानी निशुल्क पाइन्छ,
सडक राम्रो छ, शिक्षा निशुल्क छ, रोजगारी छ, अनि केका लागि नि होला हामीले मान्ने? 300% कर लिन्छन् यिनीहरूले। एक वर्षमा 300% भन्दा बढी कर उठाएका छन् यिनीहरूले। त्यही भएर म एउटा गीतबाट तपाईलाई भन्न चाहन्छु, जन्मदेखि मृत्युसम्म करै करको भारी, न त शिक्षा न त स्वास्थ्य, कर केका लागि? अब जनतालाई अपिल गर्न चाहन्छु, विदेशमा रहेका नेपालीलाई अपिल गर्न चाहन्छु, यदि यिनीहरू नवीन सम्झौतामा आउँदैनन्, परदेश खारेज गर्दैनन्, यी छोटे राजाको अन्त्य गर्दैनन्, यदि यिनीहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्दैनन्, यदि हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र गर्दैनन्, यदि राष्ट्रपतिको ठाउँमा राजा राख्दैनन् भने नेपालभरिका जनताले कर तिर्नु हुँदैन, विदेशबाट रेमिटान्स पठाउनु हुँदैन। यी त्यही दिन गल्छन्। त्यसका लागि तपाईहरु तयार भएर बस्नु होला। मेरा साथीहो, यो आन्दोलनको सुरुवात यो आज भाषण होइन। हाम्रा साथीहरूलाई एकपटक जोरदारका साथ बनाऊ, हाम्रा साथीहरूलाई रिहाई गर। आवाज भएन, यतिले पुग्छ पुग्दैन। हाम्रा साथीहरूलाई रिहाई गर। भ्रष्टाचारी मुर्दाबाद, उखान टुक्का मुर्दाबाद। याद कर सरकार, याद कर, सडकमा होस् संसदमा होस्, यो भ्रष्टाचारीका विरुद्धमा खडा हुन्छौं, चाहे छातीमा तातो गोली हान, 1 इन्च पनि पछाडि डराएर बस्दैन। त्यही भएर साथीहो, यो आन्दोलनको सुरुवात हो, यो आन्दोलनको सुरुवात हो। 15 गते जस्तो आज घुसपैठ गरेर काहीँ छिराएर यो आन्दोलनलाई भाँडौला सोचेका छौ भने दिवा सपना हो। हाम्रा स्वयंसेवकले च्याप्पै समाएर ढ्याक्कै पुलिसलाई बुझाउँछन्। यो कुराका साथ याद गर्नु होला। त्यही भएर म जाँदा जाँदै सबै साथीहरूले 2 हात उठाउनुहोस्। आन्दोलनका लागि तयार हो, तयार हो। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, देश दोहोऱ्याई मुर्दाबाद। याद कर सरकार, एक दिन तिम्रो घर घेर्छौं। यो कुराका साथ भन्दै बिदा हुन चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल।